हेलो ल नमस्ते है। यो मेरो कथा आएको चाहिँ छैटौँ भाग हो। त्यसपछि म एउटा आज हात्तीको कथा हाल्छु होइन। हात्तीको कथा भने कस्तो हो त भनेको, यो कुनै पनि काम हजुरसँग स्किल छैन भने, त्यो काम जान्नुहुन्न भने होइन, जाने छु भनेर चाहिँ धेरै फुर्ती नगर्नुहोस् कि त्यसले चाहिँ के गर्छ भने अन्तिममा तपाईँलाई धोका दिन्छ कि यो कुराले आफैलाई धोका दिन्छ। यो कसैलाई धोका दिन्छ भनेको होइन, तपाईँले म कसैलाई धोका दिइरहेको छु कसैले भनेर नभन्नु होला। यो हजुरले आफैलाई तपाईँलाई धोका दिन्छ। अनि यो बारेमा तपाईँलाई म के भन्छु भन्ने होला भने, एउटा राजाले त्यो बेला पृथ्वीनारायण शाहले चाहिँ अब म पनि अब चाहिँ यत्रो गोर्खाको राजा भएको थिएँ, अब त पुरै नेपालको राजा भएँ होइन भनेर चाहिँ नेपालको राजा भएपछि त राजा राजगद्दीमा बसिसकेपछि यो त्यसपछि सुसारे चाहियो होइन, सुसारे चाहियो, के चाहियो ऊ चाहियो भन्ने कुरा भयो। भएपछि त्यहाँबाट चाहिँ ल हुन्छ हजुर अब चाहिँ हामी खोज्न जान्छौँ, कति मान्छेलाई लिएर आउँछौँ भनेर गएछ। गएपछि त हजुरको त्यहाँ गइसकेपछि त्यहाँबाट लाइन लगा भनेछ, भर्ती हुने लाइन जस्तो लाइन लगाएपछि तैँले के गर्न जानेछस् भनेपछि म चाहिँ होइन अब राजालाई भात पकाएर मिठो भात पकाएर खुवाउन सक्छु भनेछ एउटा पुरोहितले। अनि ठिक छ ल यस्तो मान्छे पनि चाहिएको छ भनेछ, म बडीगार्ड बस्छु भनेछ होइन, यो पनि चाहिन्छ राख भनेछन्। म कपडा सपडा धुन्छु एकदम बलियो छु भनेछ, त्यो पनि ठिक छ राख भनेछन्। जङ्गलमा गएर शिकार खोलेर ल्याएर राजालाई पाल्छु पनि भनेछ, ल त्यो पनि ठिक छ भनेछन्। अनि पछाडि एउटा लाइन लगाएर चाहिँ के भनौँ भनेर चाहिँ केही जाने केही रहन्छ होइन, जान्नु नसकिसकेपछि त्यसले चाहिँ फेरि ठिक छ नि त भनेको त त्यसो बाबुले कथा हाल्यो होला, हात्ती चाहिँ बिमारी हुँदैन है बाबु, सित्तिमिति हात्ती चाहिँ बिमारी हुँदैन भन्ने कुरा सुनिया रहेछ होइन। हुन्छै हुन्न चाहिँ यो मलाई यथार्थ चाहिँ थाहा छैन, तर चाहिँ कथामा चाहिँ हात्तीमा चाहिँ बिमारी हुँदैन भन्ने कुरा चाहिँ रहेछ कि। रहेपछि ल ठिक छ त्यसो भए यो हात्ती राजा कहाँ हात्ती बन्छ होइन, राजा कहाँ नभने राजाको मित कहाँ छ, जे होला यो पनि वैकल्पिकमा राखौँ भो भनेर लगेछन्। लगेपछि ल सरकार यस्तो यस्तो मान्छेहरू चाहिँ ले पाइया छ राख्ने भनेपछि ल बोला भनेपछि हेरि यो के हो यो भन्यो भनेपछि यो हात्तीको डक्टर पनि भेट्टाइयो हजुर, हात्तीको डक्टर रहेछ एउटा भन्यो भने चाहिँ ल ठिक छ नि त हात्तीको डक्टर पनि मेरो मित कहाँ हात्तीको डक्टर छ, राख त्यसलाई पनि राख तलब दिएर भनेपछि त्यहाँबाट चाहिँ आएछ। आएपछि ल सबैले बोला भनेछ, सबैले आफ्नो काममा गएछन्। गएपछि अब कसैलाई भात पकाउनेको हैरान छ होइन, कसैलाई कपडा धुनेको हैरान छ, कसैलाई चाहिँ गेटा सिक्युरिटी गर्नेको हैरान छ, कसैलाई चाहिँ राइटर पिउन है मुखिया यस्तो हुनेको हैरान छ। तर त्यो हात्ती डक्टर त न हात्ती बिमारी हुन्छ न हात्ती डक्टरको काम छ, मजाले बसेर खाँदो रहेछ हेर्नुहोस् है। खाएपछि त्यहाँबाट चाहिँ ल ठिकै छ भने खाए 12 वर्ष 14 वर्ष बित्यो, त्यो बेला त 16 वर्षमा पेन्सन पाक्ने, 15 वर्ष चाहिँ 9 महिनामा चाहिँ त्यसको चाहिँ के भएछ भन्नु होला भने राजा पनि अब मित कहाँ जानु पऱ्यो, एकपालि मित कहाँ गएर आउनु पऱ्यो भनेर गइसक्यो।